सुदूरपश्चिम प्रदेश, अछाम जिल्ला, ढकारी गाउँपालिका अन्तर्गत अवस्थित दाउनमरा टोल। दाउनमरा टोल अछामको सदरमुकाम मगलसैनबाट धेरै नै टाढा अवस्थित छ। एउटा खोजमा अवस्थित यो गाउँ जताततै हेर्दा देखिने ती हरियाली डाँडापाखा, सुन्दर गाउँको दृश्य, गाउँ वरपर आफ्नै सुरुले बगिरहेका ती खोलानाला र क्षितिज पारी डुब्नै लागिरहेको सूर्यको प्रकाश हेर्दा मनै लोभ्याउँछ। जति नै यो गाउँ सुन्दर देखिन्छ, प्राकृतिक सौन्दर्यता देखिन्छन्, त्योभन्दा बढी दर्दनाक यहाँका मानिसका समस्याहरू भित्री लुकिएर बसिरहेका छन्, एउटा पोकोमा लुकिएर बसिरहेका छन्। ती समस्याहरू आधारभूत आवश्यकता मध्येका पनि समस्याहरू रहेका छन्, जस्तै शिक्षा, स्वास्थ्य, सिँचाइ लगायतका समस्याहरू रहेका छन्। र केही भनाइ राख्दै हुनुहुन्छ स्थानीयवासी चन्द्रबहादुर साउदज्यू। नमस्कार, मेरो नाम चन्द्रबहादुर साउद, दाउनमरा। अहिले के गर्दै हुनुहुन्छ तपाईँ चाहिँ? अहिले केही छैन, सानो व्यवसाय गरिरहेका छौँ। हजुर, कृषिले पुगिरहेछ त खानु? कृषिले हल्का फुल्का भए केही छैन। बाढी पहिरो आउने, यता कहिले खडेलीको समस्या, कहिले पानीको समस्या, बाटोघाटो यस्तै छ। यस गाउँमा प्रमुख खाद्यान्न बालीमध्ये धान, गहुँ, मकै, कोदो जस्ता खाद्यान्नहरू उत्पादन हुन्छन्। र त्यसै गरी यस गाउँमा फलफुल जन्नेमा केरा, सुन्तला, आँप, नास्पति लगायतका फलफुल जन्ने उत्पादन हुन्छन्। 78 सालमा गएको अविरल वर्षाका कारण गाउँ नजिकै गएको पहिरोले गर्दा गाउँ नै जोखिम अवस्थामा रहिरहेको छ। बिरुवाहरूले गर्दा गाउँको सुन्दरता अझै बढाएको छ। यो पहिरो नियन्त्रण नभएको कारणले गर्दा गाउँमा बर्खायाममा त्रासमा बाँच्नुपर्ने अवस्था सिर्जना भइरहेको भनेर यहाँका स्थानीय बासिन्दा तपिन्द्र बहादुर साउद बताउनुहुन्छ। नमस्ते, मेरो नाम तपिन्द्र साउद, ढकारी गाउँपालिका वडा नम्बर 4 दाउनमरा बासिन्दा हो म। विगत लामो समयसम्म चाहिँ हाम्रो ढकारी गाउँपालिका वडा नम्बर 4 दाउनमरा भन्ने एउटा विकट ठाउँ थियो। चाहिँ यहाँ रोड भन्नुभन्दा पनि हामीले चाहिँ एउटा विभिन्न कुरामा पनि हामी एकदमै पीडित थियौँ। विगतमा के हुन्थ्यो भने हाम्रो विद्यालय लगायत विभिन्न अनुगमन टोलीले पनि यहाँ आउन, विभिन्न योजनाका अनुगमन कर्मचारी पनि आउन एकदमै यहाँ डराउँथे। अहिलेको अवस्थामा हेर्दाखेरि यो स्थानीय सरकार र चाहिँ यो हाम्रो वनको पहलले गर्दा यहाँसम्म रोड पुग्दाखेरि अहिले यसै ढकारी गाउँपालिका वडा नम्बर 4 दाउनमरावासी एकदमै हर्षित छन्, एकदमै खुसी छन् भनौँ। विशेष त हाम्रो यो ठाउँ प्राकृतिक दृश्यले भरिपूर्ण ठाउँ हो। यहाँ विभिन्न ठाउँबाट आउने अग्रज महानुभावहरूले पनि यो ठाउँलाई एकदमै सुन्दर ठाउँ हो भनेर जानुभएको छ, एकदमै खुसी लाग्छ। तर विशेष त यहाँ के लाग्छ भन्दाखेरि यहाँ विगतमा हामीले जुन गर्नुपर्ने थियो त्यो काम चाहिँ गर्न असम्भव भइरहेको छ। किन भन्दा यहाँ अलिकता पानीको पनि थुप्रै छ, तर यहाँ किन भन्दाखेरि यहाँ गाउँमा चाहिँ एकदमै खानेपानीको अभावले गर्दा हामीले गर्नुपर्ने कृषक जुन छ, हामीले भाजी तरकारीहरू विभिन्न बोट बिरुवाहरू उत्पादन गर्न अलिक कठिन भएको छ। चाहिँ पानीको सेवा सुविधा हुनुपर्छ। त्यसै गर्दाले हाम्रो अहिले यो गहुँ लगाइरहेका छौँ हामीले। गहुँ पनि कुनै ठाउँमा छेउछाउमा चाहिँ उम्रिएको छैन, नभए त प्रस्ताव जुन उम्रिएको ठाउँमा त एकदमै किसान दाजुभाइ पनि खुसी हुनुभएको छ। तर विशेष त हामीले चाहिँ विभिन्न विगतमा चाहिँ हामीले खेतीपाती गर्दाखेरि कुनै ठाउँमा पनि किनेर खाने अवस्था थिएन। अहिले लगभग हामीले विशेष गर्दाखेरि यो चाहिँ अहिले लगभग हामीले विशेष गरी यो ठाउँमा पानीको सेवा सुविधा भएको भए विशेष हामीले अहिले लगभग हाम्रो ठाउँमा रोड पुगिरहेको छ। रोड पुग्ने बित्तिकै हामीले विभिन्न तरकारीहरू, भाजीपालाहरू लगायत बोट बिरुवाहरू, सुन्तला उत्पादन प्रष्ट हुन्छ। त्यो गरेर पनि हामीले चाहिँ अहिले आफ्नो आय आर्जन, विशेष गरी हाम्रो खानेपानीको पहल गरिदिनु पर्यो। लामो समयको प्रयासपछि 2वटा सामुदायिक वन र ढकारी गाउँपालिकाको सहकार्यमा यस गाउँमा सडक सञ्जालको पहुँच पुगेको छ। सडक सञ्जालको पहुँच पुगेसँगै आम्दानीका क्षेत्रहरू बढ्ने देखिन्छ र आम्दानीका क्षेत्र बढाउनको लागि, उत्पादन क्षमता अभिवृद्धि गर्नको लागि आवश्यक पूर्वाधारको विषयमा जानकारी दिनुहुँदै र यहाँका आवश्यक पूर्वाधारको समस्याको विषयमा जानकारी दिँदै हुनुहुन्छ। यसै दाउनमरा टोलका स्थानीयवासी
स्थानीयवासी श्यामबहादुर साउद। नमस्कार, मेरो नाम श्यामबहादुर साउद। म चाहिँ ढकारी गाउँपालिका वडा नम्बर 4 नवनगरको यहाँकै स्थानीय बासिन्दा। म चाहिँ आज आफ्नो गाउँको बारेमा केही कुराहरू भन्न गइरहेको छु। मेरो गाउँ चाहिँ प्राकृतिक रूपमा एकदम भरिपूर्ण सुन्दर रहेको छ। मेरो गाउँको प्रमुख समस्याहरू भनेको चाहिँ यहाँको अहिले शिक्षा, स्वास्थ्य, बाटोघाटोको पनि समस्या थियो। भर्खर अहिले यहाँ स्थानीय सरकारको र हाम्रो सामुदायिक वर्गको पहलमा भर्खर बाटो पुगेको। मान्छेहरू बिरामी हुँदाखेरि चाहिँ पहिले चाहिँ अब सकेसम्म त गाउँमै अब प्राथमिक उपचार गर्नुहुन्थ्यो। यदि सकिएन भने बाटोमा पनि साँगुरो बाटो थियो, त्यही 1-2 जना हिँड्न मिल्ने बाटो थियो। एकजना हिँड्न मिल्ने, एकजनालाई पनि अलिक गाह्रो हुने बाटो थियो। त्योमै पनि अब डोलीमा हालेर हुन्छ, डोकोमा हाल्नु हुन्छ, कसरी हुन्छ त्योमै लगेर हामी चाहिँ ढकारीसम्म पुर्याउँथ्यौँ। शिक्षाको अवस्था पनि खस्किँदैछ हुनलाई त। अब शिक्षाको अवस्था त अब एक त यहाँको 1 देखि 5 सम्म रहेको छ। अब 5 भन्दा माथि चाहिँ अब यो भूगोलले गर्दाखेरि पनि हाम्रो स्वास्थ्यको लागि चाहिँ सामान्य बिरामी हुँदा पनि हामीले ढकारी गाउँपालिका पुग्नुपर्ने अवस्था छ। कृषिमा आधुनिकीकरण गर्ने सोच अनुरूप यस गाउँका स्थानीय बासिन्दा चिरञ्जीवी साउदले आफ्नो जग्गामा टिमुर, रिट्टा, तेजपात लगायतका जडीबुटीहरू रोपेर उत्पादन गरिरहेका छन्। वार्षिक रूपमा राम्रो आम्दानी देखेर उहाँले आफै जडीबुटी सप्लायर्स सञ्चालन गरेर एउटा राम्रो आम्दानी गरिरहेका छन्। र यस गाउँमा शिक्षा सम्बन्धी रहेका समस्याबारे बताउनुहुन्छ स्थानीय बासिन्दा बालक श्री अशोक बहादुर साउद। नमस्कार, मेरो नाम अशोक साउद। म चाहिँ दाउनमराको स्थानीय बासिन्दा हो। अनि अहिले कतिमा पढिरहेको छौ? म अहिले 8 को इक्जाम दिएर बसिरहेको छु। यही छ कि विद्यालय यहाँभन्दा अन्त गएर पढ्नुपर्ने छ? यहाँभन्दा अन्त गएर पढ्नुपर्छ। यहाँ चाहिँ विद्यालय छैन। यहाँ चाहिँ 5 सम्म मात्र रहेकाले बाहिर पढ्नको लागि चाहिँ यहाँबाट 2-3 घन्टा लाग्छ। अहिले पर्याप्त रूपमा दाउनमरामा खानेपानीको सहज पहुँच पुगिसकेको छ र यसै सहज पहुँच मार्फत खानेपानीमा समस्या छैन अहिले। र यस ठाउँमा चाहिँ कसरी बस्न आउनुभयो भन्ने कुराहरू भन्दै हुनुहुन्छ स्थानीय बासिन्दा खड्कबहादुर साउद। बासिन्दा स्थानीय दाउनमरा खड्कबहादुर साउद हो होइन। हाम्रो यो ठाउँमा के भन्ने पहिला हाम्रा बाजे आएका हुन् होइन यो ठाउँमा। तर अब के गर्ने, अब यस्तो डाँडा काँडा भैँसा गोरु पाल्ने पहिलेको ठाउँ देखेर यसरी आएका हुन्। तर त्यही पनि अब अहिले हाम्रो ठाउँमा रोड पनि पुगेको छ। सिँचाइमा नि अब हाम्रो जग्गा त तमाम छनै थियो, तर सिँचाइ नभएको कारणले अरू त्यही कारणले अब कसरी के गर्ने, बालबच्चाहरू पाल्ने, कसरी गर्ने। यहाँका महिलाहरू सुरिलो स्वरले आफ्नो मौलिक भाषा अनुसार ठाडी भाका गाइराख्नु भएको छ। एकदमै सुन्दर र एकदमै राम्रो भाका गाइराख्नु भएको छ। नमस्ते दर्शक महानुभावहरू, मेरो नाम रविन्द्र साउद। म ढकारी गाउँपालिका वडा नम्बर 4 दाउनमराको स्थायी बासिन्दा हो। म आज यो मेरो पछाडि देखिराख्नु भएको पृष्ठमा देखिराख्नु भएको गाउँ चाहिँ ढकारी गाउँपालिकाको एउटा टोल दाउनमरा टोल हो। यो टोल चाहिँ
गाउँपालिकाभन्दा एकदमै पछि परेको ठाउँ हो, एकदम पिछडिएको छ, एकदमै दूरदराज छ। सङ्घ, प्रदेश र स्थानीय तह तिनै तहबाट एकदमै पिछडिएको क्षेत्रमा गनिँदा फरक नपर्ला जस्तो लाग्छ मलाई। र परिवेश छ जुन राजनीतिक परिवेशको बेलामा, निर्वाचनको बेलामा चाहिँ हाम्रो गाउँको जनताको टाउको गनियो, जुन भोटको टाउको गनियो, जुन भोटको मत गनियो, तर चाहिँ चुनाव निर्वाचित भइसक्यो पछि जनप्रतिनिधिले हाम्रो गाउँलाई बिर्सियो। व्यक्तिको कुरा छोडिदिउँ, गाउँलाई बिर्सियो। त्यो समस्या चाहिँ एकदमै समस्या भयो। व्यवस्था परिवर्तनको निमित्त होस् या यो ठाउँ परिवर्तनको निमित्त होस्, सबै ठाउँमा चाहिँ यस ठाउँका व्यक्तिहरूको आवाज बुलन्द भयो। तर त्यो आवाज जुन प्रकारको बुलन्द आवाज भयो, त्यही अनुरूप यो गाउँका मान्छेले आफ्नो व्यवस्था आफूलाई व्यवस्थित गर्न पाएनन्, व्यवस्थित हुन पाएनन्। त्यो समस्या चाहिँ कसले निम्त्यायो? जुन निर्वाचित व्यक्तिहरू छन्, जुन नेतृत्व छ, त्यसले निम्त्यायो। त्यस नेतृत्वको हामी घोर विरोध गर्छौँ। हामी चाहिँ निर्वाचित त्यो मतदान गर्नको निमित्त मात्रै जन्मिया होइन नि त हामी, होइन? यो ठाउँमा यो हामी मतदान गर्नको निमित्त मात्रै, उहाँहरूलाई निर्वाचित गर्नको लागि मात्रै जन्मिया होइन। हामी अधिकार खोज्नको लागि र यस ठाउँको विकास गर्नको लागि हामी जन्मेको मान्छे हो। हामी सबै यो ठाउँ बनाउनको निमित्त जन्मिया मान्छे हो नि त। तपाईँहरूले एउटा गरियो, सुनिए, आवाजहरू सुनिए, समस्याहरू देखिए, तर त्यो जुन देखिएको समस्याहरू छ त्यो हाम्रो गाउँमा प्रवेश गर्दा मात्रै देखियो। जब राजनीतिक प्रदेश राजधानी होस् या सङ्घीय राजधानी होस्, त्यहाँ जाँदाखेरि ती आँखाहरूमा रतन्द लाग्यो। त्यो आँखाहरूले यहाँको समस्याहरू बिर्सियो, होइन? त्यस्तो खालको समस्या पैदा भइरहेको छ। भनेपछि हाम्रो नेपालीको सबभन्दा पहिलो आधार कृषि हो। हामीले कृषि गर्नको निमित्त हामीलाई के चाहियो? सिँचाइ चाहियो। त्यो सिँचाइ व्यवस्था नभएसम्म गाउँको विकास हुन असम्भव छ। व्यक्तिको क्षमता विकास हुन अथवा व्यक्तिको आय स्रोत वृद्धि हुनको निमित्त कृषि चाहियो। त्यो कृषि नै भएन भने मान्छेले जीवनयापन गर्न नै समस्या छ। अहिले सबैले दैनिक रूपमा छिमेकी देश भारत अथवा अन्य विदेशी मुलुकमा गएर मात्रै जीविकोपार्जन गर्न सक्ने अवस्था छैन। अहिले आफ्नै ठाउँमा गर्नको लागि, उत्पादक बढाउनको निमित्त, आफ्नो आय आर्जन गर्नको निमित्त हामीलाई चाहियो कृषि। कृषिको निमित्त हामीलाई चाहियो सिँचाइ। सिँचाइ नै भएन भने एकदमै समस्या भयो। अब उत्पादनै भएन भने मान्छे कृषि छोडेर भारत जानुपर्ने अवस्था सिर्जना भइरहेको छ। अर्कोको देशमा गएर काम रोजगार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। पीडा कति छ उहाँहरूलाई थाहा छ, नेताहरूलाई थाहा छैन, नेतृत्वलाई थाहा छैन, होइन? आवाज बोल्नेलाई थाहा छैन, गर्नेलाई थाहा छ नि त। अब हाम्रो माग, हाम्रो यो सानो टोल छ, एउटा यो टोलको निमित्त एउटा स्वास्थ्य चौकी नै ल्याएर यहाँ व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग होइन। माध्यमिक तहको विद्यालय ल्याएर यहाँ व्यवस्थापन गर्नुपर्छ, माध्यमिक शिक्षा यहाँको मान्छेले यहीँ पाउनुपर्छ भन्ने हाम्रो माग होइन, होइन? पर्यटनको निमित्त यहाँ यो व्यवस्थापन गरेर यहाँ नै विदेशी पर्यटक यहाँ भित्राउनुपर्छ भन्ने हाम्रो माग होइन, होइन? यहाँ सबै कुरा व्यवस्थापन त्यस्तो गर्नुपर्छ, कायापलट नै गर्नुपर्छ, दाउनमरा मात्रै कायापलट गर्नुपर्छ भन्ने हाम्रो माग होइन। हाम्रो के छ? जुन आधारभूत आवश्यकता छन् त्यसलाई परिपूर्ति गरिदियोस्। गाउँघर क्लिनिक जस्तो एउटा सानो एउटा स्वास्थ्य क्षेत्रको एउटा व्यवस्थापन गरिदियोस्। गाउँका मान्छेले सामान्य खालका सुईहरू, प्राथमिक उपचारहरू, घाउ पट्टीहरू, मलमहरू यहीँ पाउन्, सिटामल यहीँ पाउन् भन्ने हाम्रो एउटा माग हो। अहिले जुन बाटो पुगे तापनि अब सधैँ गाडीको सञ्जाल हुन्छ भन्ने पनि छैन। यहाँ सडक भए तापनि बर्खायाममा चल्दैन सडक। मौसमी सडक हुन् गाउँको सडक त, एउटा यो मूल सडक होइन, यो शाखा सडक हो। शाखा सडकहरू सधैँ मर्मत हुन्छन् भन्ने पनि छैन। अब सडक हामीले रोड पाउने बित्तिकै हामी गाडी नै पाउँछौँ भन्ने पनि छैन। र त्यसको कारणले गर्दा एउटा गाउँघर क्लिनिक पाएको भए दाउनमराले केही न केही व्यवस्था हुन्थ्यो होला, केही न केही मान्छेहरू परिवर्तन हुन्थ्यो होला, केही न केही अलिअलि सेवा सुविधा पाउँथ्यो होला भन्ने हामीलाई लागिरहेको हो। हाम्रो आधार भनेको कृषि छ। यहाँ अहिले अब शिक्षा 5सम्मको हामीले शिक्षा पाइरहेका छौँ, त्योबाट हामी वञ्चित छैनौँ। शिक्षाबाट वञ्चित छैनौँ, एउटा स्वास्थ्यबाट वञ्चित छौँ, एउटा कृषिबाट वञ्चित छौँ। जुन हाम्रो आधार नै कृषि छ भने कृषिको लागि सिँचाइ छैन, त्यो सिँचाइ व्यवस्थापन गरिदियो भए अहिले हामीले कृषि उत्पादन गरेर पनि हामीले केही आर्जन गर्थ्यौँ होला। अर्को देश भारतमा गएर हामीले रोजगारी गर्नुपर्ने अवस्था हुन्थेन जस्तो लाग्छ। विदेशी मुलुकबाट चामल ल्याएर खानुपर्ने अवस्था सिर्जना भएको कुन कारणले? यी कृषिको कारणले होइन, कृषिको समस्याको कारणले गर्दा त्यो भइरहेको छ। अहिले हामीले चाहिँ हाम्रो गाउँमा चाहिँ कृषि उत्पादन नभएको कारणले गर्दा हामीले चामलहरू किनेर खानुपर्ने अवस्था छ। कयौँ जग्गाहरू यहाँ बाँझो देखिन्छन्, तल पनि यहाँ छेउछाउका जग्गाहरू त सबै अहिले बाँझो भइसक्यो। पिउने पानी त यहाँ समस्या थियो भने केही 2-3 महिना अगाडि। अब सिँचाइको कुरा त हामीले पाएकै थिएनौँ। अब पाउने आश चाहिँ छ, तर त्यो आशलाई चाहिँ अब नेतृत्वले के गर्छ भन्ने कुरा चाहिँ अब हामी पछि नै देख्नेछौँ। हस्, धन्यवाद।